हेलो 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 माइक चेक हेलो सबैलाई सन्चै होला होइन आज चाहिँ हाम्रो दाइसँग नाइट वाकिङ होइन दाइ हो अनि दाइ तपाईँ जापान आउनुभयो चाहिँ कति भयो लगभग अहिले 6 वर्ष हुन थाल्यो 6 वर्ष अनि यस्तो के तपाईँ फर्स्टमा कुन भिजा आउनुभयो स्टुडेन्ट भिजा अनि यो के भन्छ अरे अनि अहिलेसम्म चाहिँ कसरी चलिरहेको छ तपाईँको लाइफ होइन यहाँ चाहिँ जापान आएर 5-6-7 वर्ष भइसक्यो होइन कसरी चलिरहेको छ अहिले के भिजामा तपाईँ अहिले त वर्किङ हो भिजा चाहिँ अनि अहिलेसम्म तपाईँले होइन गाक्सेमा आएर के गर्नुभयो होइन अहिले चाहिँ के गर्दै हुनुहुन्छ होइन यसो बताइदिनु त अब नयाँ आउने भाइ बहिनीहरूलाई के सुरुमा आउँदाखेरि है स्टुडेन्ट भिजामा आइयो स्टुडेन्ट भिजामा त्यही हो अरू भाइ त 28 घन्टा गऱ्यो होइन अब पाटापिटा त्यही ह्यान्ड चाहिँ पनि गरियो 18 महिनाको बिचमा होइन हाम्रो चाहिँ फेरि गएको चाहिँ 18 महिना थियो है अलिक सर्टकटमा भन्नु नि त यार अनि अहिले कसरी आउनुभएको छ अहिले कस्तो छ अनि कसरी ठिक छ कि होइन अब आउने मान्छेले चाहिँ कस्तो के भन्न चाहनुहुन्छ आऊ भन्न चाहनुहुन्छ भाइ बहिनीहरूलाई होइन नआऊ भन्छु के अहिले त अब समग्र रूपमा हेर्ने हो भने होइन जहाँसम्म जापान रहेन होइन पहिला जस्तो छैन पहिला जस्तो सजिलो छैन पहिला जस्तो चाहिँ मैले सुनेको अनुसार 28 भन्दा बढी काम पायो भने लात हानेर पठाइदिन्छ होइन देशतिर छैन अनि